हर्क साम्पाङको जातीय पार्टी भन्ने सुनेको थिएँ। आज उम्मेदवारमा आउनै भेटे तर जातीय होइन रहेछ। एकदम आरोप विरोधीले कसरी चाहिँ भड्काउने भन्ने केशव भण्डारीजी क्षेत्र नम्बर 2 बाट हुनुहुन्छ। दीपक सिन्हा यो विभिन्न किसिमले जातीय किसिमले धार्मिक किसिमले मान्छेले हामीले भ्रम सरेका छन्। यो चिर्न आवश्यक छ। तपाईँ हामीले बुझ्न आवश्यक छ, बुझाउनुपर्छ। मैले बोले उहाँ चाहिँ तपाईँले हेर्नु होला। म त हर्कलाई नै हाल्छु नि, हर्कलाई नै हाल्छु नि, रविलाई नहाल्नु। म हाल्दै हाल्दिनँ। उसको सोचाइ, उसले जुन सोच्छ नि, म त्यस्ता रवि 10वटा रविको मैले अनुभव बोकेर हिँडेको छु। म हर्क साम्पाङको जुन मुभमेन्ट छ नि, श्रम संस्कृति पार्टी भनेर उहाँले नाम दिनुभयो भने श्रम गर। उहाँले यो कुरा बुझेर नबुझेर, यो बाटो त उहाँले बुझ्नु भएको त नहोला, तर त्यसको मेसेज द्याट्स राइट। यदि राष्ट्रलाई चाहिँ हेल्दी बनाउनु छ भने, ह्याप्पी बनाउनु छ भने त्यो श्रम नै हो। त्यसकारण एकापट्टि चाहिँ श्रम संस्कृतिलाई जोगाउनै पर्छ, फर्काउनु पर्छ। जोगाउनु भन्दा पनि फर्काउनु, त्यो त बिर्सिसक्यो भने। अर्कोतिर साइन्स एन्ड टेक्नोलोजी, त्यो के हो र यो भन्यो भने फेरि मूर्खता हुन्छ। यो दुईवटा पंक्षी उड्नलाई, आकाशमा उड्नलाई दुईवटा पखेटा चाहिन्छ नि। एउटा श्रम भयो, श्रम संस्कृति यानि मुभिङ, यानि श्रम भनेको लेबर कल्चर भनौँ, र अर्कोतिर साइन्स एन्ड टेक्नोलोजी। यो दुई कुरा एकसाथ जानुपर्छ। त्यसकारण अब चुनाव चाहिँ देशमा हुँदैछ, प्रसङ्गवश यो पनि भन्न पर्छ नै। चुनावमा कुन पार्टीलाई जिताउने भन्नाले त्यही पार्टीलाई जिताउनु पर्छ जसले श्रमको कुरा गर्छ। म तपाईँहरूको नेता होइन, तपाईँहरूको नेता तपाईँ खुद हो है। हामी अरूलाई आफ्नो नेता सम्झन छोडौँ। अरूलाई नेता सम्झनु भनेको अरूको ढाड चढेर यात्रा गर्नु जस्तो हो। तपाईँको खुट्टामा आफै हिँड्नुपर्छ कि पर्दैन? त्यसो भएको कारणले मान्छेलाई 21औं शताब्दीको मान्छेलाई नेता चाहिँदैन। होइन, जसले उहाँलाई मेन्टल भन्छ नि, मलाई त्यो आफै मेन्टल हो के। मेन्टल भन्ने व्यक्तिहरू जो हुनुहुन्छ नि, त्यो मलाई लाग्छ बालेनजीको टेबलमा सँगै बसेर कुनै विषयमाथि बहस गर्न गर्यो भने त्यो मलाई 5 मिनट पनि हर्क साम्पाङसँग टिक्छ जस्तो मलाई लाग्दैन। मलाई हर्क साम्पाङले नेपाली माटोको कुरा गर्छन्, उनले ढाक्दैनन्, उनले झुटो कुरा बोल्दैनन्। एउटा सत्य बोल्ने व्यक्ति, मलाई मनपर्छ हर्क साम्पाङ। हामी चाहिँ जनताको यसरी उहाँको नगरवासी अर्थात् 67 नम्बरको भोटर हुनुहुन्छ र उहाँले चाहिँ आशीर्वाद दिनुभएको छ। अब आमाले आशीर्वाद दिएपछि म प्रधानमन्त्री बन्दिनँ, बनेपछि म देश बनाउँछु, नानीहरूको भविष्य राम्रो बनाउँछु। ल हस्, धन्यवाद। एउटा फोटो दिइराख्ने हजुरलाई। ल मेरो है, हेर्दै बस्नु ल। मलाई नदेख्दा त्यो फोटो हेर्नु। त्यही त, फेसबुकमा मै मात्रै छु। के गर्ने ल त है त। ल लाग्नु पर्यो आमा। ल यहाँ थुप्रो हुनुहुँदो रहेछ। सबै भोटरहरू बसिरहेछ। अनि अस्ति होइन, अनि कहिले आउने हो भन्दै